हमास समूहको आक्रमणबाट निधन भएका कञ्चनपुरका विपिन जोशीको शव आज महाकाली आर्यघाटको अन्त्येष्टि गरिँदैछ र यो विपिन जोशीको लुगा कपडाहरू हो। यसमा चाहिँ उसको भएका सबै किताबहरू सबै किताब पनि यहाँ राखिएको छ र उसको बाबु बाबुले सुनेको सक्छौँ। आज महाकालीको उजुलाई आर्यघाटमा चाहिँ विपिन जोशीको अन्त्येष्टि गरिँदैछ र त्यसको लागि हजारौँको सङ्ख्यामा यात्रुहरू मलामिएर आउनुभएको छ। उहाँहरूले अहिले विपिनको परिवारदेखि लिएर समग्र कञ्चनपुरवासी त्यसै गरी नेपालका लागि इजरायली राजदूत पनि हिजो नै काठमाडौँबाट नेपाल यहाँ भइदिएर आउनुभएको छ र उहाँ सँगसँगै विपिनको रिहाईको लागि नेपाली राजदूत इजरायली राजदूतले चाहिँ विभिन्न पहलहरू गर्दै हुनुहुन्छ र अहिले विपिनको सब आर्यघाटमा आइसकेको अन्त्येष्टिको तयारी भइरहेछ। अलिकति पछाडि जानु न तपाईहरु सबै पछाडि आइदिनु पछाडि हेलो सबै पछाडि आइदिनु न तपाईले टाढा गइदिए पछाडि आउनु पछाडि त्यहाँ आउनु हामी काम गरौँ न यता आउनु त पछाडि ओ सर पछाडि आउनु